के फ्रान्सले वर्ल्ड कप जित्न सक्छ? 2018 को वर्ल्ड कप च्याम्पियन, 2022 को फाइनलिस्ट जुन पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग हार्यो। यो टिम हरेक वर्ल्ड कपमा एउटै टार्गेट लिएर आउँछ, ट्रफी। र यसपटक स्क्वाड देखेर बाँकी सबैलाई डर लाग्नु पर्छ। गोलकिपरमा माइक मैग्नन छन्, डिफेन्समा सालिबा, कोनाते, कुन्डे, उपामेकानो जस्ता वर्ल्ड क्लास नेम छन्। यस्तो सोलिड ब्याकलाइन धेरै कम टिमसँग छ। मिडफिल्डमा चुआमेनीले कन्ट्रोल दिन्छ र 2018 को हिरो एङ्गोलो कान्ते अहिले पनि यहाँ छन्। तर फ्रान्सको रियल तागत अट्याकमा छ। केलियन एम्बाप्पे क्याप्टेन र आफ्नो तेस्रो वर्ल्ड कपमा फ्रान्सको ऑल टाइम टप स्कोरर बन्न मात्र 1 गोल पछि छन्। र उस्मान डेम्बेले ब्यालेन्डर विनर र दुनियाँको बेस्ट प्लेयर फ्रान्सको जर्सीमा छन्। र लिस्ट यही सकिन्न। ओलिसे, डोए, चर्की यी सबै एउटा स्टार्टिङ स्पोर्टको लागि लडिरहेका छन्। यस्तो अट्याकिङ डेप्थ सायद अरु कुनै टिमसँग छैन। र यही फ्रान्सको सबैभन्दा ठूलो तागत र सबैभन्दा ठूलो कमजोरी पनि छ। किनकि यति धेरै ट्यालेन्टसँग पुरै दुनिया केवल एउटै कुरा एक्सपेक्ट गर्छ, वर्ल्ड कप। यो टिम सबैको फेभरेट हो। अनि डर के कुरामा? पहिलो रिजन यो हो कि फ्रान्सको ग्रुप सजिलो छैन। सादियो मानेको सेनेगल, अर्लिङ हल्यान्डको नर्वे र 40 वर्षपछि वर्ल्ड कपमा आएको इराक। र हिस्ट्रीले फ्रान्सलाई एउटा वार्निङ दिन्छ। 2002 मा फ्रान्स डिफेन्डिङ च्याम्पियन थियो, तर फर्स्ट म्याचमै सेनेगलसँग हारेर टुर्नामेन्टबाट बाहिरियो। र अगाडि फेरि सेनेगल छ। सेकेन्ड रिजन डिफेन्समा छ। फ्रान्सको बेस्ट डिफेन्डर विलियम सालिबा इन्जुअर छ, तर मेरो हिसाबमा फ्रान्स सबैको फेभरेट मध्ये सबैभन्दा माथि आउँछ। किनकि यति धेरै डेप्थ, यति धेरै ट्यालेन्ट र यति धेरै एक्सपिरियन्स सायद अरु कुनै टिमसँग छैन। र यदि एम्बापे आफ्नो लेभलमा खेल्यो, यदि डेम्बेलेले आफ्नो ब्यालेन्डर फर्म देखायो र डिफेन्सले बिग मोमेन्टमा साथ दियो भने फ्रान्सले थर्ड वर्ल्ड कप उठाउन सक्छ।